हेलो एभ्रिवान, हामी कर्णाली स्टेडियम सुर्खेतमा छौँ, जहाँ 10औं राष्ट्रिय खेलकुद यही स्टेडियममा हुने तय भएको थियो। तर टेक्निकल इस्युजले गर्दाखेरि त्यो प्रतियोगिता 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्न पुग्यो। मङ्सिरमा तय भएको प्रतियोगिता जेठमा पुग्यो। जेठबाट फेरि अहिले स्थगित भएको छ। अब कहिलेसम्मको लागि सरेको छ थाहा छैन। त 10औं राष्ट्रिय खेलकुद चाहिँ अवश्य नै हुन्छ, यही नै हुन्छ। साथी विराट आज भर्खर आइसक्नु भएको छ। मेरो विशाल भाइ यहाँ देखिन्छ, सुशान्त पनि यहाँ अवलोकन गर्दै हुनुहुन्छ। एकदम रमाइलो दृश्य छ। इन्डोर प्र्याक्टिस क्रिकेटको लागि सायद बनाएको छ। त्यो प्र्याक्टिस यो पनि इन्डोरै त हो, क्रिकेटकै लागि होला। हो क्रिकेटको इन्डोर यो बाहिरको आउटडोर र इन्डोर दुइटै रहेछ। क्रिकेटको इन्डोर पनि रहेछ त हौ विराट, क्रिकेटको इन्डोर पनि रहेछ। एथलेटिक्स ट्र्याक भित्र देख्न सकिन्छ।